माथि चाहिँ हामीलाई लगइन गर्ने अप्सन दिन्छ। त्यहाँ रजिस्ट्रेसनमा गऱ्यो भने हामीले रजिस्टर गर्न मिल्छ। जस्तै मैले अमुल हालेँ होइन, मेरो अमुल शर्मा .com भनेर हालेँ। पासपोर्ट अब यसमा चाहिँ पासपोर्टको लेन्थहरू सब गर्ने बनाएको छ। सरी माइ ब्याड, कपी गरेँ पासपोर्ट यसमा यसमै भएन नि त। क्रिएट अकाउन्ट हाल्ने, युजर अलरेडी एक्जिस्ट। अब मेरो त्यो चाहिँ युजर नेम चाहिँ अलरेडी एक्जिस्ट गर्छ। अब म शर्मा भनेर हाल्नु, अनि जिमेल अहिले जे हाल्ने हुन्छ, किनकि जिमेल भेरिफिकेसन राखेँ होइन, पासवर्ड यही राखिदिन्छु म, शर्मा राखेको छु। अनि क्रिएट अकाउन्ट भयो, अकाउन्ट हेज क्रिएटेड सक्सेसफुली। मैले पासवर्डमा शर्मा राखेँ, अनि सरी युजर नेममा शर्मा, पासवर्ड त्यही राखेँ। यो चाहिँ मेरो ड्यासबोर्ड आयो क्या। एज अ मैले होम लगइन गरिसकेँ होइन, युजरले हेर्ने ड्यासबोर्ड यही हो। अब यसमा अरू फङ्सनालिटीमा काम गर्न बाँकी छ। जस्तै म एडल्ट जति पनि गर्नुपर्छ, मैले रुम टाइप मैले लग्जरी हालेँ, मेरो चेकआउट डेट चाहिँ अटो अपडेट हुँदै जान्छ। अब मैले सर्च हाल्यो भने अहिले एउटा रुम बाँकी छ होइन। जस्तै यो रुममा सिलेक्ट सर्भिस अहिले हामीले के लगाएँ होइन, जस्तै अब रुम बुक सक्सेसफुली होइन, मैले कति क्वान्टिटीको लागि मैले इक्जाम्पल 4 जनाको लागि लगाएँ होइन। एड सर्भिस अहिले चाहिँ हामीले सर्भिसमा काम गर्दैछौँ। जस्तै हामीले यहाँ पेमेन्ट क्युआर, क्यास एड र प्रोसिड पेमेन्ट हाल्नु, जस्तै अमाउन्ट यति पेमेन्ट गर्छ कि पेमेन्ट क्युआरको ट्रान्जेक्सन आइडी, ब्याक टु रिजर्भेसन हाल्नु होइन। माइ रिजर्भेसन हाल्यो भने पेमेन्ट पेन्डिङमा छ कि। जस्तै अब एड प्यानलमा गयो भने एड प्यानलले चाहिँ सबै चिज हेर्छ। यता लगइन के भन्छ, जस्तै एड प्यानलमा लगइन भयौँ होइन, मैले एड प्यानललाई चाहिँ अलिक सेट गरेँ, यो चाहिँ अटो राखेँ। अनि यसमा चाहिँ यहाँ होटल म्यानेजरलाई हेर्न सक्ने कि। जस्तै पेमेन्ट के छ, जस्तै मैले भर्खर हेरेँ पेमेन्ट आएन कि, यहाँनिर मैले हेर्न मिल्छ यहाँ पेमेन्ट सक्सेसफुल छ कि होइन। मैले यहाँदेखि एड पेमेन्ट नि अर्डर गर्न सक्छु। जस्तै कसले गर्यो, शर्मा भन्नेले गर्यो अमाउन्ट। अब यो एड प्यानलले गर्नुपर्छ, युजरले ल के भन्छ रिजर्भेसन गर्नुभन्दा अगाडि नै पेमेन्ट गर्न मिल्छ। जस्तै उसको 1000 रुपियाँ थियो अरे होइन, अनि ट्रान्जेक्सन आइडी ऱ्यान्डम हानिदिउँ होइन, अनि क्युआर कोड अब हामीहरूको आफ्नो क्युआर कोड हाल्दा हुन्छ। अनि यो भयो भने पेमेन्ट सक्सेसफुल भनेर देखाउँछ कि, युजरको सक्सेसफुल। जस्तै हामीले यता रिलोड गऱ्यो भने पेमेन्ट पेड छ कि, पेमेन्ट पेड छ। अनि जस्तै अब हामी एड पेमेन्टमा एउटा फिडब्याकहरू पनि सबै हेर्न मिल्छ कि, फिडब्याकहरू छ कि हामी यहाँदेखि एप्रुभ गर्न मिल्छ कि। अब जस्तै रिजर्भेसन के हाल्यो भने एड रिजर्भेसनमा हुन्छ नि, हामीले शर्माले हाल्यो होइन, सर्भिस के लग्यो, सर्भिस अहिले हामीले हाल्न बाँकी छ। सर्भिस अहिले हाले होइन, क्वान्टिटी कति लेख्यो सेभ लिन मिल्छ। प्लिज सर्भिस हामीले अहिले एमटी, जस्तै सर्भिस हामीले चाहिँ एमटी भन्दा नि यहाँदेखि हामीले कुन सर्भिस दिने भनेर हालेको। जस्तै स्पा भनेर मैले दिएँ होइन, स्पा भन्ने सर्भिस दिएँ मैले। यहाँ चाहिँ हामीले सरी स्पा भनेर हामीले यहाँ त सर्भिस बनाउनु पर्छ। अनि यसलाई सेभ हाल्यो भने नि यहाँनिर देखाउँदैन। हाम्रो रुम टाइपमा चाहिँ अहिले हामीले लग्जरी मात्रै हाले। जस्तै रुम टाइपमा नर्मल रुम हाल्यो होइन, डिस्क्रिप्सन चाहिँ ऱ्यान्डम के। अब प्राइस चाहिँ यसको हामीले $100 राखेको छ। क्यापेसिटी एकजना, इमेज फाइल अहिले इमेज देखाउँदैन किनकि इमेजमा मैले हाल्न बाँकी छ। जस्तै सेभ नर्मल रुम नि देखाउँछ कि। अब जस्तै मैले रुम्समा गयो भने होइन, रुम टाइप हेर्छु नर्मल र लग्जरी कि, हामीले यहाँदेखि सेट गर्न मिल्छ नर्मल होइन, यस गर्ने। अनि त्यसपछि यहाँदेखि एड रुम यहाँदेखि गर्ने। जस्तै रुम नम्बर मैले 100 मैले रुम नम्बर 404 राखेँ ल, 404 राखेँ। रुम टाइप मैले यहाँदेखि बनाएँ नर्मल बनाएँ होइन। फ्लोर चाहिँ मैले 1 फ्लोर राखेँ, इज अभाइलेबल छ, सेभ गऱ्यो भने होइन। जस्तै यहाँ ड्यासबोर्डमा सरी, जस्तै मैले यहाँ ड्यासबोर्डमा हेर्छु भने होइन, यहाँदेखि चाहिँ नर्मल रुम पनि देखायो कि पर नाइट। जस्तै मैले यहाँदेखि आफ्नो लागि रुम टाइप हुन्छ नि, अब रिजर्भेसन सर्च हाल्यो भने यहाँदेखि यो रुम देखाउँछ कि, मैले बुक गर्न सकिन्छ कि। जस्तै मैले यहाँदेखि सर्भिसहरू पनि एड गर्न मिल्छ। जस्तै एड सर्भिस गरेँ होइन, सर्भिस नेम अघि मैले सर्भिस नेम के एड गरेको थिएन, वी प्रोभाइड स्पा हियर भनेर गरेँ होइन। अब स्पाको सर्भिस 1000 राखेर होइन, सर्भिस एक्टिभ छ, सेभ हाने कि मैले होइन। यहाँ रिलोड हान्छु, जस्तै सर्भिसमा यहाँ देखाउँछ कि स्पाको $100 छ। अब हामीलाई क्वान्टिटीको चाहिँ यो गऱ्यो होइन, यसको हेर्नु टोटल अमाउन्ट नि बन्यो नि त। सुरुमा 1 रुम नाइटको 100 छ, सर्भिस 2 चोटि लग्यो भने 200 आयो कि। अब हाम्रो क्रेडिट कार्ड क्यास कार्ड होइन, अब जस्तै मैले क्रेडिट कार्ड युज गरेँ, प्रोसिड टु पेमेन्ट हाने होइन। अब पेमेन्ट हेज बिन कम्प्लिकेटेड भाया क्रेडिट कार्ड भने जस्तै मैले यहाँदेखि वाउ नाइस अब लेखेर होइन, यहाँदेखि स्टारको रेटिङ नि चेन्ज गर्न मिल्छ। मैले 4 स्टार मात्रै दिएँ, सब्मिट फिडब्याक सब्मिट भयो। जब मैले रिलोड गर्छु नि, मेरो फिडब्याकमा हुन्छ कि, मैले भर्खरै दिएको फिडब्याक नि आउँछ क्या यहाँनिर। जस्तै मैले भर्खर दिएको फिडब्याकहरू त 4 स्टार दिएको थिएँ नि मैले रेटिङमा, भर्खर दिएको फिडब्याक आउँछ कि यहाँनिर। म यहाँदेखि गएर हुन्छ नि, यसलाई इज एप्रुभ पनि गर्न मिल्यो कि, यहाँनिर चाहिँ यो फिडब्याक यसलाई एप्रुभ गर्न मिल्यो कि। अनि मैले यहाँ सेभ हानिदिन्छु होइन, एप्रुभ भएको यस भएको सर्च हान्नु त। जस्तै एप्रुभ कुन छ त्यो देखाउँछ कि। जस्तै रेटिङ ल 4वटा रेटिङ छ होइन, सर्च हान्नु देखाउँदैन किनकि इज एप्रुभमा गयो भने 4 रेटिङ भएको भर्खर हानेको थिएँ नि मैले, अमुलबाट रिजर्भेसन यो चाहिँ भयो कि। अब डिलिट सिलेक्ट फिड बुक गऱ्यो भने गो गऱ्यो भने यो डिलिट हुन्छ कि, एम सो टु डिलिट दिस फिडब्याक। अब पेमेन्टहरूमा हेऱ्यो भने मैले भर्खरै पेमेन्ट जुन गरेको थिएँ $300 यहाँदेखि हेर्न मिल्छ सक्सेसफुल छ, कुन पेमेन्ट सक्सेसफुल छैन। अब रिजर्भेसन हेर्छु, स्पा फर द रिजर्भेसन हामीले जुन रिजर्भेसन गरेको थियौँ नि स्पाको लागि, यहाँदेखि हेर्न मिल्छ कि। जस्तै हामीहरूको सर्भिसेसमा होइन, अब रुम सर्भिस त्यो भयो है। अनि त्यसपछि गेस्टले चाहिँ यहाँदेखि भयो होइन, माई रिजर्भेसन हेर्न सकिन्छ। गेस्टले आजसम्म कति जुन आइडी कार्ड लगइन गर्यो नि गेस्टले, उसको मात्रै रिजर्भेसन हेर्न मिल्छ। फर इक्जाम्पल मैले अमुल भन्ने आइडी कार्ड लगइन गरेँ होइन, यहाँदेखि मेरो मात्रै रिजर्भेसन देखाउँछ कि हो। त्यसपछि हेर्न मिल्यो नि त नि हामीले के रिजर्भेसन गर्न मिल्यो, टोटल कति छ, स्पाको छ, क्वान्टिटी गरेर टोटल प्राइस चाहिँ स्ट्याटस कन्फर्म छ, पे विथ क्यास कार्ड भनेर हेर्न मिल्छ होइन। अहिले प्रोफाइल सेक्सनमा नि काम गर्नेवाला छ। अनि यहाँदेखि होटल म्यानेजरहरूले सबै चिज गर्न सक्छ।